केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। कतिलाई हँसाउनु भएको छ, कतिलाई रुवाउनु भएको छ। तपाईले छोरा नपाए पनि धेरैको बा बन्न पाउनु भएको छ। मरेपछि के गर्छन् थाहा छैन, जिउँदै भुत्ला र पुत्ला जलाउने छोरा बनाउनु भएको छ। केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। देशको विकास पनि त धेरै नै गर्नु भएको छ। जनताले प्रयोग गर्दैनन् त के भयो? हस्पिटल र भ्यू टावर बनाइदिनु भएको छ, नेपालमै पानी जहाज ल्याइदिनु भएको छ, घर घरमा ग्यास पाइप जोडिदिनु भएको छ, हावामा भए पनि रेल कुदाइदिनु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। यता जनताको पिरमर्का पनि बुझिदिनु भएको छ। बेनी कुसमा रेल कुद्यो भने वरिपरिका घर उछिटिन्छन् कि भनी चिन्ता पनि लिनु भएको छ। यता सडकमा जो जति उफ्रिए पनि कहिले थाहा नपाए चाहिँ गरिदिनु भएको छ, कहिले थाहा पाएर पनि कानमा तेल हालेर बसिदिनु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। काङ्ग्रेसको बुई चढ्नु भएको छ। काङ्ग्रेसलाई चोर भन्थे, चोरमाथिको चण्डाल बन्नु भएको छ। मूल्याङ्कनमा 28% ल्याएर पनि सिंहासनमा बस्न पाउनु भएको छ। अनि 48% ल्याउने शिक्षकलाई सडकमा सुताइदिनु भएको छ। दुई जिब्रे भाषा प्रयोग गरिराख्नु भएको छ। सत्ता बाहिर हुँदा एउटा कुरा गर्नु भएको छ, सत्ता बाहिर हुँदा अर्कै कुरा गर्नु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। म भ्रष्टाचार गर्दिन पनि भन्नुभएको छ, म अरूलाई भ्रष्टाचार गर्न दिन्न पनि भन्नुभएको छ। यदि कसैले भ्रष्टाचार गरिहाल्यो भने सपोर्ट गर्नेलाई गोजीमा लुकाइदिनु भएको छ। विरोध गरे कि त जेल कोचिदिनु भएको छ कि त बर्खास्त गरिदिनु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। अरू पार्टीले विरोध गरे थाहा नपाए चाहिँ गरिदिनु भएको छ। आफ्नै पार्टीले विरोध गरे भीम रावल बनाइदिनु भएको छ। सडकमा होस् या सदनमा जो जति चिच्याए पनि काग कराउँदै गएको छ, पिना सुक्दै गएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। पटक पटक किन्नी फेरेर भए पनि बाँचिराख्नु भएको छ। 5-6 चोटि प्रधानमन्त्री भएर देश हाँकिराख्नु भएको छ। कहिले हो अब काङ्ग्रेसलाई सरकार छोड्ने, उता रियालले बा सरकार छोड्ला र खाउला भनेर रियाल काडिराख्नु भएको छ। मिलेसम्म सरकार नछोड्नुस् है। भित्रभित्र तानाबाना कतिको बुनिराख्नु भएको छ। अहिलेसम्म केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। अब आउने 84 मा एमाले घट्छ कि बढ्छ त्यो हिसाब किताब कतिको राख्नु भएको छ। तपाईँकै माया लाएर हो कि किन हो एमालेको भोट घट्छ कि भन्ने मलाई पो चिन्ता लाग्छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। हस्त धन्यवाद। हजुरको नाम? मेरो टेकनाथ अर्याल। कहाँदेखि आउनु भयो? म लमजुङबाट। कुन विषयको टिचर हुनुहुन्छ तपाईँ? हजुर, कुन विषयको टिचर हुनुहुन्छ? म अहिले प्राविकै छु। पहिला त अब डिप्लोमा गरेर होइन मावि पढाउँदै थिएँ। अनि अहिले चाहिँ अब स्थानीय सरकारमा जुन किसिमको एउटा